हिँड्नुहोस् है गाइजहरू चटपटे खानुलाई। चिन्डे डाँडा माथि चिन्डे डाँडा हामी चाहिँ बल खेलेर आएको एकदम थकित भएर। यहाँ बहिनी मेस्सी बहिनी हुनुहुन्छ हाम्रो दरो किपर। आजको बल एकदम सेभ गर्नुभएको छ। त्यही उपलक्ष्यमा हामी चटपटे खान गइरहेको छौँ। हामी चाहिँ चिन्डे डाँडा उकालो चढिरहेको छौँ। चटपटे भरे चटपटे आउँछ। हेर्नुहोस् है कस्तो हुन्छ हाम्रो चटपटे खुवाई। मात्रै हाम्रो चिसो हामी 3 जना छौँ। 3 ठाउँ मात्रै चिसो। मेस्सी बहिनी पनि आइपुग्नु भयो। अब अनि कम्ता गोल सेभ गर्नुभएको छ आज। त्यही भएर चिसो पार्टी त नि लु न छिटो लु त। चेस गरौँ चेस। मिठो छ चिसो छ मिठो छ आफ्नो पोइको कमाइ खाने रमाइ बाले चिस गाइस हाम्रो चाहिँ चटपटे आइसक्यो। ल हेर्नुहोस् त चिन्डे डाँडाको चटपटे यति टेस्टी यति मिठो यति राम्रो एकदम टेस्टी छ। एकदमसँगले हाम्रो पार्टी जाँदैछ आज बल जितेको उपलक्ष्यमा। हाम्रो चिसो पनि यता हुनुहुन्छ धरान हेरिराख्नु भएको छ। तर हामी यो सबै खाने हो। हामीलाई नै हेरिराख्नु भएको छ। चटपटे खाइ ल। खाइल भनेको टुक्रुको लड्छ पनि। स्पेसल चटपटे हेर्नुहोस् त। आलुहरू पनि यत्रो घाँस लाउनुपर्छ क्या। मसला त थोडा छैन त बाफे के हो यो। पिरो पनि हेलो साथीहरू हाम्रो चाहिँ फाइनली चटपटे आइसकेको छ। चटपटे सँगसँगै अलिकति चाउमिन पनि छ। सुकुटी चाउमिन चाहिँ म खाने। यहाँहरू चाहिँ चटपटे खाने। हाम्रो पार्टी सुरु भइसक्यो। ल हेर्नुहोस् कस्तो दामी चटपटे। चाउचाउको डल्ला खाने आउनु के अरे खानु भने आउनु लु त्यो पनि नडी पो गर्छ। यहाँहरूलाई एकदमै स्वागत छ चटपटे खानुलाई आउनुहोस्। एकदम चिन्डे डाँडाको चटपटे एकदम स्पेसल मिठो हुन्छ। दामी छ मिठो छ टेस्टी छ। यो चाहिँ चिन्डे डाँडाको लक्ष्मी खाजा घर हो। यो चाहिँ मेरो आफ्नै फुपूको एकदमै मिठो बनाउनुहुन्छ। हजुरहरू पनि आउनु होला। चटपटे चिसो गर्मीको लागि एकदमै स्पेसल दामी खानुको लागि। धन्यवाद। हेर्दै खानुलाई कम्ता आनन्द छ त। साथीहरू त पुरा मजा लिइराख्नु भएको छ धरान हेर्दै। चटपटे चिसो गर्मीमा यस्तो दामी मौसम। हेलो फाइनली साथीहरू हाम्रो चाहिँ चटपटे खाइसक्यौँ। अब घर लाग्ने बेला भयो। अब हामी घर जाने। टाटा बाई बाई। चिन्डे डाँडालाई चिन्डे डाँडादेखि हेर्नुहोस् धरानको भ्यू कस्तो दामी छ। वाउ